कहीँ जानु हुँदैन, म जग्गा गएँ त्यतैतिर कता हिँडेको बिजुली बालेर हट भएर पट भएर हामी हेरेको हेरे फ्याट प्राधिकरणको प्रमुखै चेन्ज हान्दै अब त गाउन अब लिरिक्स चेन्ज। कता हिँडेको हो चुप ए दिपा बोल्या चुप्पा। मेरो खराब पानी छ, मेरो खराब पानी छ। भर्खरै देश दौडाबाट फर्केको छु, पसिनाले भिजेको ट्राउजर धुन पनि भ्याएको छैन। देशैभरि घुमेर कतै भात खाँदा, कतै भक्का खाँदा, कतै पान खाँदै रमाइलो गरेर हिपहप लाइफ बाँचिराखेको थिएँ। एउटाले आएर राजा आउन आँटो अरे काठमाडौँमा भनेर भन्दियो। चिलाको ठाउँ पनि कनाउन नपाइकन दौडेर आए। हामी जनतामा कति धेरै भिजेका थियौं भन्ने कुराको एउटा उदाहरण म तपाईलाई दिन चाहन्छु। हामीले जनयुद्ध सुरु गर्दै ताका त्यतिखेर साना साना बालबालिकाहरूलाई बाबु बन्दुक देखा भनेर भन्यो भने खोलेर देखाइदिन्थ्यो। हामीले बन्दुक त्यो होइन, बन्दुक त्यस्तो हुँदैन, बन्दुक भनेको यो हो भनेर हामीले नभ्याएको बेला तास खेल्ने। अहिले आउनुहोस्, म म्यारिज भने म्यारिज, फलास भने फलास, जे पनि खेलिदिन्छु। म त उस्तै पर्यो भने देशै ब्लाइन्डमा हालिदिन सक्छु। चुप, बिल्कुल चुप। राति निन्द्रा लाग्नका लागि कमरेडहरू, राति निन्द्रा लाग्नका लागि अँध्यारो रात भर मात्र नहुने रहेछ। राति निन्द्रा लाग्नका लागि उज्यालो मन हुन पनि धेरै आवश्यक रहेछ। मालूम है तेरे बाप को मत सिखा। कहिले कहीँ राति निदाउन सकिन भने देउबाजीलाई फोन गर्छु। उहाँले होल्याप ल्याप ल्याप होल्याप ल्याप ल्याप होल्याप ल्याप ल्याप गरेपछि म बिस्तारै निदाउँछु। टेंशन नहीं लेने का, अपुन है ना। भाइ अरे हुनुहुन्छ? मैले दिपक भाइलाई कति भने एउटा ड्राइभर राख्नु भनेर क्या, जहिले दिपा दिदीलाई पुऱ्याउन आउनु त मजा आएन नि त। तपाईले त कमेडी च्याम्पियन विनरलाई गाडी दिने कुरा गर्नु भएको छ हैन? ठीक हो विशालजी, त्यस्तो कमेडी गर्नेलाई गाडी नै दिने हो। मेरो खराब पानी छ, मेरो खराब। जित्तुजी र मेरो चाहिँ अलिकति सम्बन्ध कस्तो खालको छ भन्दाखेरि, कस्तो 4 खालको कि 5 खालको? फेरि हेर न फनी हुन खोज्नु भएको। मुख चिलाएको भए म कन्याइदिन्छु कि, तर नबोल। म त बुढो भएछु। कसरी थाहा पाउनु भयो त? अघि पर पुग्ने गरी थुक्छु भनेको घुँडामा झर।